मैले भन्दै थिएँ ब्याग ल्याउनु छ भनेर। सुर्खेतमा चाहिँ अहिले रिसेन्टली कार ट्रायलको लागि एकदम फेमस ठाउँ बिएनडी अटो ड्राइभिङ सेन्टर। लाइसेन्स पनि खुलेको छ। ट्रायलको लागि सिक्दैछौँ हामी। अहिले चाहिँ ड्राइभर अर्जुन सर हुनुहुन्छ भित्र। ल काट्नु जान्छ सिकाएको जस्तै के। त्यो दुईटा लाइनलाई ध्यान दिनु, दुईटा लाइन टेप टाले र टेप। बेस्ट पर्फेक्ट हान्नु भएको छ। ल यो चाहिँ आउट भयो। 8 हानिसकेपछि चाहिँ अब ब्रेकरमा आउँछ। ठ्याक्क ब्रेकरको साइडमा आइसकेपछि साइड लाइट बाल्न पर्छ। थोरै सेकेन्डको लागि साइड लाइट हुन्छ। त्यो आइसकेपछि चाहिँ यहाँ लाइट बल्छ। ट्राफिक लाइट हेरिसकेपछि ग्रिन सिग्नलमा अगाडि जाने, जेब्रा क्रसिङमा चाहिँ रेड बढ्यो भने रोकिने। अब चाहिँ उकालो गाडी रोकिहाल्यो त। अहिले यो पालि चाहिँ एकपटक पाइयो। यो पालि यो प्रत्येक गन्तव्य पाउँदैन। ल अब केबाट हान्नुहुन्छ? ह्यान्ड ब्रेकबाट? म त ह्यान्ड ब्रेकबाट हान्छु। ल अब यस्तो गर्नु कलरलाई चाहिँ साह्रो गर्नु। ल पर्फेक्ट। कहाँ ब्रेक झ्याप्पा हानेको? मलाई सिकाएको होइन र अघि कार रोक्ने मलाई सिकाउने, आफै झुक्किने। नाइ स्टपलाई छैन र? स्टपलाई सुन्यो कि अगाडि? स्टपलाई सुन्यो टायरले होइन? अघि स्टपभन्दा अगाडि लगेर रोक्ने भने होइन? स्टपमा सुन्यो। तपाईको अगाडि बम्परले रातो अक्षरले छ छैन हेर। छ त्यति हो गर्नु। धेरै अगाडि लानुपर्छ कि नै? पोइन्टलाई छुनुहुन्छ कि नै? ए ल लानु अर्को आइसके पछाडि। यहाँ एकजना सरले हान्दै हुनुहुन्छ। उहाँको सकिसकेपछि यता वेटिङ लिस्टमा हुनुहुन्छ। वेटिङ लिस्टमा 2 जना।
जानुभएको छ। अब चाहिँ ल आउनु ऐना हेर्नु होला है, लेफ्ट साइड राइट साइडको ऐना। गएको छ हल्का ल गयो मजाले। यतिको ल्याएर रोक्यो भइहाल्यो। योभन्दा अगाडि गयो केही हुन्छ कि यो लाइन ए पर्फेक्ट काट्नु भएको छ। हजुर यो त के होइन, यो त पोल राखेको लाइन हो। ए त्यो ठुलो गाडीको लागि बनाएको छ, त्यो फरक हो। यो चाहिँ हाम्रो कारको लागि चाहिँ पोल गाडेको त झुक्किन्छ त्यसमा। ल यहाँ एन्डिङ गरिदिएको छु। ल लाइसेन्स आयो तपाईँको है, पाउनु भयो। यहाँ के भन्नु ल है म सिक्छु। एक्लै हो अब चाहिन्न नाटक गरौँ न।